हेलो साथीहरू, आज चाहिँ मैले बसको सबै कलेक्सन राखेको मैले बसहरूको ड्रइङ लिएर आइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँ यो बसको टाटाको मैले बस बनाएको छु। गाइज हेर्नुहोस्। गाइज यहाँ चाहिँ एउटा एक्सकाभेटर रहेको छ, क्याट कम्पनीको। गाइज देख्न सक्नुहुन्छ। हजुरहरूले मेरो युट्युब च्यानल एलके गेमिङ ब्लगलाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। फलो गरिरहनु भएको छ, अझै फलो गरिदिनु होला। एक्सकाभेटर रहेको छ यहाँ, डोजरलाई हेर्नु। अर्को रहेको छ यो दमौली पोखराको शुभयात्रा दमौली टु पोखरा लेखेको दमौलीको गाडी। हेर्नुहोस् गाइज, यो नेपालमा नभए पनि मैले बनाएको थिएँ। पृथ्वी यातायात लेखेको छ माथि। अनि यो गाइज हेर्नुहोस् एकचोटि। गाइज यो चाहिँ लेखनाथको बस है। गाइज मैले यो सबै भिडियोहरू सर्ट्समा नै हाल्ने गर्छु। यो चाहिँ लेखनाथको बस देख्न सक्नुहुन्छ। यहाँ लेखनाथ पनि लेखेको छ। अनि राम्रो छ भने चाहिँ कमेन्ट गर्नु होला। गाइज यो चाहिँ हाम्रो एयर भेकल्स रहेको छ, एरोप्लेन। यो चाहिँ एयरलाइन्स छ, तर कुन एयरलाइन्स हो चाहिँ थाहा छैन गाइज। अब कुन हो, अब बनाइयो यस्तै छ। अब हेर्नुहोस् कस्तो लाग्छ। गाइज यो चाहिँ क्रेन रहेको छ, देख्न सक्नुहुन्छ हजुरहरूले। त्यो गाडीहरूलाई उठाउने क्रेन रहेको छ। यो चाहिँ कस्तो छ हेर्नु। यो चाहिँ बुलडोजर है गाइज, कस्तो लाग्छ हजुरहरूलाई। यहाँ माटो उठाएर उता फालेको रहेको छ। अनि यो क्याट कम्पनीकै रहेछ गाइज। अब हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ ट्याक्सी है गाइज, यहाँ ट्याक्सी पनि लेखेको छ। यहाँ ट्याक्सी। अनि यो राम्रो लाग्छ भने कमेन्ट गर्नु होला, सब्सक्राइब गर्नु होला, लाइक गर्नु होला। गाइज यो चाहिँ मिक्सर रहेको छ, बाटो बनाउँदाखेरि त्यो ढलन गर्दाखेरि राख्ने मिक्सर रहेको छ। यहाँ मिक्सर पनि लेखेको छु, ट्रक यता छ। अनि यस्तो राम्रो छ गाइज, त्यही भएर फलो गर्नु होला। गाइज यहाँ चाहिँ होन्डा कम्पनीको हाम्रो बाहुबली ट्र्याक्टर रहेको छ, देख्न सक्नुहुन्छ। पछाडिको भाग थोरै नराम्रो देखेको छ, किनकि मैले साइपेनको युज गर्दाखेरि सकेको थियो, त्यही भएर यस्तै रहेको छ। हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो रहेको छ फेरि एउटा नयाँ टाटाको टिप्पर रहेको छ। यहाँ डम ट्रक देख्न सक्नुहुन्छ कस्तो लाग्यो। यहाँ माटो पनि छ। अब यो फाल्ने बेला चाहिँ यो यहाँबाट यसरी उठेर यता फाल्छ है गाइज। हाम्रो नेपालमा भएको लोटस एडभेन्चर हेर्न सक्नुहुन्छ, कस्तो लाग्छ। लोटस एडभेन्चरमा चढ्नु भएको छ कि छैन कमेन्ट पनि गर्नु होला है गाइज। गाइज यो चाहिँ एउटा बस बनाएको मैले, कस्तो थाहा भएन। टुर यहाँ माथि टुर लेखेको छ। अनि यस्तै छ गाइज। अब मैले झ्याउलाको बेला बनाएको, अब कस्तो छ कमेन्ट गर्नु होला। यो चाहिँ गाउँको बस रहेको छ। हेर्नु छतभरि मान्छे रहेका छन्। तलतिर पनि यहाँ बाटोमा घाँसहरू अनि यस्तो बनाएको छु, कस्तो लाग्यो हेर्न सक्नुहुन्छ। यो पनि नेपालमा रहेको बाबा एडभेन्चर भन्ने बस नयाँ बनेको, हेर्न सक्नुहुन्छ कस्तो लाग्छ हजुरहरूलाई। यो बसमा चढ्नु भएको छ भने चाहिँ कमेन्टमा बाबा एडभेन्चर लेख्नुहोस्, र लोटस एडभेन्चरमा चढ्नु भएको छ भने चाहिँ लोटस एडभेन्चर लेख्नु होला। गाइज यो चाहिँ प्योर पोखरा डिलक्स है गाइज। यो चाहिँ मिनी बस पोखराको। अब हजुरहरू नि चढ्नु भएको छ होला। अब यो बसमा चढ्नु भएको छ भने चाहिँ पोखरा लेख्नु होला, पोखरा बस लेख्दा पनि हुन्छ। गाइज यो चाहिँ मैले पेनले बनाएको थिएँ, यो भिलेजको बस। अघि मैले देखेको थिएँ गाउँको बस भनेर देखाएको थिएँ, हो त्यस्तै बस बनाएको गाइज मैले चाहिँ। तर यहाँ कलर सलन केही पनि गरेको छैन, राम्रो छ होला नि है गाइज। यो चाहिँ मैले टाटाको 15-12C बस बनाएको थिएँ, सुभाष एक्सप्रेस भन्ने। नेपालमा त छैन, त्यही पनि मैले आफैले इस्टाब्लिस गरेको गाइज। अस्ति मैले सर्चमा पनि हालेको थिएँ, मेरो भ्युज 1K पनि आएको थियो गाइज। योमा चाहिँ 1K चाहिँ कटाइदिनुहोस् है गाइज, प्लिज गाइज। यो चाहिँ मैले पेन्सिलले बनाएको थिएँ, किङ डिलक्स। अब लेखनाथकै बस बनाएको, अब कलर सलर केही पनि गरेको छैन गाइज। यो चाहिँ खासै राम्रो छैन, यो चाहिँ इनकम्प्लिट रहेको छ, यो बनाउन छ अब मैले। गाइज यो पनि टाटा 15-12C को बस हो। मैले यसमा खासै डिटेलिङ पनि गरेको छैन। अनि अलि नर्मल बनाएको गाइज, कस्तो छ हेर्नुहोस्। मैले जे पाइँदै एक्सकाभेटर बनाइदिएको, क्याट एक्सकाभेटर हेर्न सक्नुहुन्छ। गाइज यहाँ चाहिँ रहेको छ हाम्रो नेपाली टिप्पर, कस्तो छ हेर्नुहोस् गाइज। यो टिप्पर मन परेको लागि चाहिँ सबैले कमेन्ट, लाइक, सब्सक्राइब गर्नु होला। कमेन्टमा टिप्पर ट्रक पनि लेख्नु होला, जसलाई यो मन परेको छ। देख्न सक्नुहुन्छ हजुरहरूले।